तपाईहरुलाई यो आइडी चाहिँ फ्रीमा दिन्छु म। यो आइडी को राम्रो लेभल छ 55 सम्म। म यो आइडी चाहिँ तपाईलाई फ्रीमा दिन्छु। जसले धेरै कमेन्ट गर्छ यसले चाहिँ फ्रीमा भन्छ यो यस्तो राम्रो आइडी। यो चाहिँ मेरो सबैभन्दा राम्रो आइडी चाहिँ हो। यो मेरो आइडी भन्दा त नराम्रो त हो, त्यही पनि यो राम्रै छ, ठिकठाक। युएनजी बाटै थाहा भइसक्यो होला, हेरेर सुकुना बन्डल नि छ। के सोचेको होला केटाहरु, यो पनि छ, यस्तो यस्तो छ, सेल्फी मोड सब छ, सब। यो मेरो एउटा भाइले छ नि, मेरो एउटा भाइले छ यो गेम छोड्नलाई, त्यही भएर मैले यो आइडी मलाई दिएको उसले बेच्नु भनेर। तर म तपाईहरुलाई फ्रीमा दिँदैछु। यो भाइले त खेल्नु छोडिसक्यो फ्री फायर, किन उसको मम्मीले गाली गर्छ नि त, त्यही भएर अब छोड्यो अनि त्यही भएर। यो चाहिँ मेरो आइडी हेर्नु नि खतरा छ। यसको बन्डल हेर्नु नि, फर्स्टमै सुकुना बन्डल आउँछ अलि। डाउनलोडै भइरहन्छ। हेर चाहिँ खतरा छ है केटाहरु। सुकुनाको बन्डल नि छ मसँग तयार। बल्ल तल निकाले हैन मैले सुकुनाको बन्डल। मेरो त भाइ यति धेरै डायमन्ड गएको हैन। जे भए पनि मैले निकाले के एयर ड्रप पनि निकाले। कति राम्रो राम्रो छ मेरो कलेक्सन, के गर्नु। अहिले धेरै पानी पर्न थालेछ क्या, बाहिर पानी पर्दैछ। अनि हेर्नु नि खतरा आइडी छ। यति बन्डल छ भाइ। नाइट ब्लुम फ्लेयर बन्डल नि भाइ कति रेट थाहा छ। कति राम्रो बन्डल हो यो, तपाईलाई थाहा नै छैन। अब त के भन्नु। यो पनि भाइ अनफ्लिप बेस रक बन्डल नि भाइ यति रेट हो यो। राइस्टरले युज गर्छ यसको हेर त। भन्नु भनेको यो त हैन, अर्कै छ अर्कै। भाइ ब्ल्याड ब्लिल को सरेबा बन्डल वाला बेनम को छ। खतरा छ यो। कस्तो यो भाइ यति नेट क्राउन बन्डल पनि छ। यो छ इसका ग्रुम बन्डल कति रेट यो। त नाइट क्राउन कति रेट भाइ यो त। यता नयाँ वाला यो गोल्ड रोयलमा फ्रीमा दिन्छ। गोल्ड रोयल यो पनि यो फ्रीमै हो, फ्रीमै दिएको त गोल्ड रोयलमा। पप होस्ट बन्डल, ओ माय गॉड कति रेट हो यो पनि। त्यही पनि यो फ्रीमा दिन्छ अहिले पनि। अब त आएन, अब त्यही त अहिले त गइसक्यो। यस्तो राम्रो बन्डल छ। रोयल्टी बन्डल, ओ माय गॉड ब्लू सिक रोयल्टी बन्डल यति राम्रो छ मेरो आइडी हेर्नु नि। यस्तो नि छ क्रिमिसन बन्डल यति राम्रो। देशी ग्याङ्स्टर बन्डल, देशी ग्याङ्स्टर बन्डल भाइ। यसको यो बटम छ नि भाइ, टिभी फुक्रेसँग म्याच हुन्छ नि। केटीहरुलाई भेट्यो भने यो आइडी चाहिँ राम्रो हुन्छ। अनि क्रिमिसन पाएको नि छ मसँग त भाइ। डङ्क मास्टर बन्डल यो पहिला कति रेट थियो। अब एक्सिडेन्ट रोम बन्डल यो त्यसमा त कस्तो राम्रो पजामाहरु हुन्छ। खतै छ। अनिसा भने चाहिँ हाम्रो युजमा यो चाहिँ राम्रो नै छैन है धेरै जस्तो। लेभल 1 2 मा चाहिँ खतरै हुन्छ ठिकठाक। 3 मा चाहिँ खतरा हुन्छ। अब हाम्रो अनि यो हेयर पनि छ। हेयर पनि यो क्रिमिसन पार्करको भइहाल्यो। राउडी वाला भइहाल्यो यो त तपाईले अघि नि त यो त नर्तोको भाइ, नर्तोको नि। सेप्टेम्बर को छ छ छ यो 6th एनिभर्सरीको। यो पनि रे छ। यो छ मसँग, यो छ केटाहरु, यो छ। ए जसलाई यो आइडी त यसले त आफ्नै कम्बिनेसन बनाएर खेल्न मिल्छ है। यो छ। यो पनि छ मेरो एउटा साथीसँग नि छ। अनि त्यसबाट केही छैन, धेरै केटीको छ। राम्रो मैले धेरै टपअप गरेछु नि यो आइडीमा। यो चाहिँ हेर्नु नि कस्तो सन्छ यसले। एउटा हेट यो टिभी फुक्रे वाला। टिभी फुक्रे बन्डल नै बनाउनु मिल्छ नि साँच्चै। म त बिर्सिएर छोडिम नबना मैले त। सुकुनाको दुईटा छ मसँग। अनि यो भाइ बिआर र्याङ्कको सिजन 42 को हिरोको वाला टप खतरा टप छ मसँग चाहिँ। मसँग कलेक्सन बस्यो गर्न सक्छ होला त्यो आइडीमा। रेयर बन्डल पहिले त छ है, यति रेयर यो खतरा छ है मसँग त। के चाहिँ भन्नु अब तिमीहरुलाई।
जल्ला आइडी पाए यसको त म छ भाइ यसमा जे पनि गर्न पाउँछ मिसन पार्कर बन्डल झन् कति यति ओल्ड छ यो मास ल म देखेको नि छैन केटाहरू सबैजनाले लाइक गरिदिनु होला यो आइडी मैले आजै खोल्दैछु क्या आजै भनेको यो आइडी राम्रो रहेछ प्यान्ट सुट खाएको छ आमा भाइ कस्तो जुत्ता हो खतरा छ यार यो आइडीको जुत्ता त भन्नु पर्दा राम्रै छ है गाइज कलेक्सन चाहिँ ल